Hey guys, good morning. Welcome back to my new vlog. And guys, आजको भ्लगमा चाहिँ हजुरहरूलाई म कहाँ लाग्ने छु भन्दाखेरि हाम्रो गाउँको एकदमै गाइस रहस्यमय गुफाको भित्र त नभनौँ गाइस, किनभने आज म एक्लै छु हैन गाइस। त्यो गुफा म हजुरलाई देखाउने छु र गाइस हजुरहरूले यदि भन्नुभयो भने म हजुरलाई त्यो गुफाको भित्र पनि देखाउने छु गाइस, टक्कसँग हैन गाइस। ल त लेट्स गो गाइस। ओ माय गॉड, बाटो गाह्रो छ यार गाइस। यस्तो छ देख्न सक्नुहुन्छ हैन, पुरा ढुङ्गै ढुङ्गा हो नि। फेरि पहाड हो नि त गाइस हैन। पहाड केले चिनिन्छ भन्नाले ढुङ्गाले चिनिन्छ नि त हैन गाइस। केले चिनिन्छ? ढुङ्गा हैन गाइस, टक्क। ओहो, तर गाइस मौसम चाहिँ अलिकति धमिलो भएको छ हैन गाइस आज चाहिँ टक्क। ओ माय गॉड गाइस, यार डर पो लागिरहेको छ यार गाइस। अस्ति नै एउटा मान्छेलाई भालुले आक्रमण गरेको थियो हैन गाइस, त्यसैले झन् डर लागिरहेछ गाइस हैन। र गाइस म पुगिसकेको छु हैन गाइस, टक्क। जाउँ कि नै गाइस? अलिक डर लागिरहेछ, किनभनेपछि अस्ति नै के एउटा आज भोलि त के भएको यार यस्तो। ओ गाइस देख्न सक्नुहुन्छ, यो नै हो हैन गाइस। यसको चाहिँ भित्र चाहिँ एकदम के गाइस घर जस्तै छ हैन। यहाँ यो माथिको यो दुलो छ नि गाइस, यो दुलो यसबाट माथि जान सकिन्छ। अनि पहिला चाहिँ हामी यसमा जान्थ्यौँ हैन, धेरै मान्छेहरू आएर हैन गाइस। आजभोलि चाहिँ गाइस म एक्लै छु नि त हैन, त्यसैले जाँदैन। पहिला चाहिँ हैन गाइस यहाँनिर मासु पकाउने अनि यहाँ लगेर खाने हो गाइस हैन। हाम्रो धेरै एकदमै के यहाँ माथिदेखि टाउको देखिन्छ गाइस, यहाँ गयो भने देखिन्छ। मजाको हैन गाइस, सच्ची हो। ओ माय गॉड, यहाँ तल पनि डेन्जरस छ हैन गाइस। यदि हजुरले कमेन्ट गर्नुभयो भने नि गाइस, म यसको भित्र गएर देखाइदिन्छु गाइस। म मात्र हैन, एक दुईजना अरूलाई ल्याएर हैन टक्कसँग भित्र गएर देखाइदिन्छु। र गाइस अहिले चाहिँ जान सकिने अवस्थामा छैन, किन भन्दाखेरि एक्लै छु नि त गाइस हैन। मान्छे त हो हैन गाइस, डर लागिहाल्छ हैन गाइस। यो भित्र कुखुरा चाहिँ टन्नुहुन्छ गाइस। ओ डेन्जरस हो गाइस। भालुले आक्रमण गरिदियो भने त गाइस जिन्दगी बर्बाद हुन्छ नि त। कस्तो छ गाइस, मन पर्यो कि नै गाइस? यहाँनिर एकदमै के गाइस यो ढुङ्गा छ नि गाइस, यो ढुङ्गाको परपट्टि अझ के गाइस एकदमै खाली ठाउँ छ के, जस्तो घरको छत हुन्छ नि गाइस, त्यस्तै छ कि तल एउटा तल अझै माथि दुईवटा छ कि त गाइस। र गाइस हजुरले देखिसक्नुभयो हैन गाइस। हजुरहरूलाई अझै चित्त बुझेको छैन भने म भित्र गएर देखाइदिनेछु गाइस हैन। र गाइस अब चाहिँ म यहाँ ढिलो नगरिकन जान्छु हैन गाइस, किनभनेपछि यहाँ चाहिँ जे पनि हुनसक्छ हैन गाइस। यदि हजुरले हेर्न चाहनुहुन्छ भने म हजुरलाई देखाउने छु टक्कसँग गाइस। र गाइस बाटो वाउ क्या भइहाल्छ कि गाइस हैन। आजभोलि त हैन अब बर्खा लागिसक्यो नि त गाइस हैन। मोबाइलमा क्वालिटी राम्रो नभएर होला हैन गाइस, त्यसैले यस्तो देखिरहेछ भन्ने कुरा चाहिँ नगर्नु होला हैन। मोबाइल पनि महँगै हो हैन अलिकति, त्यही भएर गाइस एकदमै पहाडमा बस्ने मान्छेहरू चाहिँ एकदमै स्ट्रङ हुने कारण यही हो नि गाइस हैन। देख्न सक्नुहुन्छ यस्ता ढुङ्गालाई चिरेर अगाडि बढ्छन् त हैन गाइस। त्यही थियो त्यो गुफा। हजुरले कमेन्ट गर्नु पर्यो, म त्यहाँ गएर देखाइदिन्छु गाइस। त्यो भित्र पुरा के गाइस एकदमै फिल्म बनाएर ल्याउँछु, फिल्म। र गाइस हजुरलाई एउटा कुरा त थाहा नै होला गाइस हैन, यो छ नि यसको नाम चाहिँ हाम्रोतिर दत्युन्ने भन्छ हैन। यसले चाहिँ के काम गर्ने हो भनेपछि टुट्दै छैन यार। यसले चाहिँ दाँत सफा गर्ने हो हैन। किनभनेपछि पहिलामा हुन्थ्यो नि त हैन, कल्केट ब्रुस कहाँबाट हुन्थ्यो र हैन गाइस पहिलातिर। र गाइस आजभोलि पनि धेरै जसो मान्छेहरूले यसको नै प्रयोग गरिरहेका हुन्छन्, किनभनेपछि यसको प्रयोग गर्यो भनेपछि दाँत एकदमै सफा हुने र
एकदमै यो मिठो पनि हुन्छ नि त गाइस, त्यसैले होला होइन गाइस, अलि गुलियो टाइपको होइन, त्यसैले बाख्राले पनि यो धेरै रुचाउने गर्छन् होइन गाइस। टक्क म चाहिँ घर पुग्न लाग्छु होइन। र गाइस म घर पुगिसकेको छु, देख्न सक्नुहुन्छ राजा एक्स भ्लगको घर होइन गाइस। टक्क यहाँ चाहिँ पाडापाडी छन्, पाडापाडी होइन बाछी छन् होइन। के छ कुरो, खाना खाने? खाँदैनस्, अहिले खायो होइन। ओरे मार्छस् त, बढी नबोल है, बढी नबोल, बढी नबोल, बढी नबोल। मैले पालेँ होइन गाइस, अझै यस्तो गरिरहेको छ हेर्नु त, यसको अलिकति गाइस होइन, यसलाई डोज पुगेको छैन जस्तो छ। र गाइस अर्को कुरो यस्तो छ कि होइन, यस्तो भन्दाखेरि पनि हजुरहरूको एकदमै साथ सपोर्ट मिलिरहेको जस्तो लाग्यो होइन गाइस टक्कसँग। त्यसैले सबैजनाले मिलेर सब्सक्राइब गरिदिनु होला होइन टक्कसँग। एउटा सानो क्रिएटरलाई होइन गाइस टक्कसँग म हजुरलाई धेरै कुरा गाउँको एकदमै रहस्यमय कुराहरू देखाउने नै छु होइन गाइस। र त्योभन्दा पहिले चाहिँ त्यो देख्नुभन्दा पहिले चाहिँ मलाई सब्सक्राइब लाइक सेयर गर्न चाहिँ नबिर्सनु होला गाइस टक्क। के दादा के लेखा है देखा छ के लेख लेख जानु छ है। अरे जान्ने रहेछ यार। ल ल ठिक छ लेखा भने। र गाइस मैले कुनै समयमा के बनाएको थिएँ भनेपछि यो कुर्सी बनाएको थिएँ होइन, देख्न सक्नुहुन्छ होइन। टक्क आजभोलि चाहिँ यस कुर्सीको खासै व्यवस्थापन भइरहेको छैन नि त होइन गाइस। यो कुर्सीमा बस्नुलाई साह्रै आनन्द आउँछ गाइस, एकदमै यसरी बस्यो भने त आहा स्वर्गको अनुभूति हुन्छ होइन गाइस टक्कसँग। र गाइस आज म दिनमा मकै लाउँदै थिएँ नि त, त्यसैले आज अलिकति थाकेको छु। यो कुर्सीमा बस्यो भने चाहिँ एकदमै ठिक हुन्छ होइन गाइस, यो रहस्यमय छ होइन गाइस यो कुर्सी पनि। सबै कुरा होइन गाइस त्यस्तै हो। अब चाहिँ भोलि चाहिँ के गर्ने त गाइस टक्कसँग, भोलिको भ्लग चाहिँ कस्तो बनाउनु पऱ्यो त आखिर होइन गाइस, त्यो चाहिँ तल टक्क कमेन्ट बक्समा लेखिदिनु होला। र गाइस म हजुर जस्तो भन्नुहुन्छ र म त्यस्तै भ्लग बनाउने प्रयास गर्नेछु। ल गाइस अहिलेको चाहिँ अब म थोरै देर रेस्ट गर्छु होइन गाइस, यो एकदमै कुर्सीमा होइन राजाको कुर्सीमा होइन गाइस। र त्यतिन्जेलसम्म हजुरले सब्सक्राइब गरेर आजको भ्लग चाहिँ यति गरौँ त होइन गाइस। अब के गर्ने हो र होइन। ल गाइस आजको लागि चाहिँ यति होइन, देखिसक्नुभयो होइन। हाम्रो गाउँको गुफा पनि अझै धेरै छन् गाइस होइन, हजुरहरूको साथ सपोर्ट पायो भने म देखाउने प्रयास गर्नेछु। र गाइस आजको लागि चाहिँ बाई, थ्याङ्क यू सो मच।